हई देख लो UNFPA से आइल बा, UN से आइल बा, बुझनी। इनकर काम ह कि यहाँ के वेस्ट मैनेजमेंट सब देखे के का है, इंफ्रास्ट्रक्चर का बा, इक्विपमेंट सब का है। देखी नारायणी के पैखाना ऐसे बना दिल बा इनका सामने ही, आई कुछो देखावत नहीं खन कि का भइल बा नारायणी के। अहन ये अपन बातचीत करियन, ओकरा बाद टुपलुक से भाग जाए। नारायणी पैखाना सिस्टम में ही नहीं रहा यो यहाँ ले आवाज़ उठाउनु हुन्न, वहाँ ले गएर खबर पनि दिनु हुन्न कि नारायणी को यो व्यवस्थापन हुनु पर्यो। अब बताउनुहोस् UNFPA बाट गाडी आएर टाइम एंड वेस्ट मैनेजमेंट को देखि लिएर वहाँ को स्ट्राटेजिकली के रहेछ यहाँ को नारायणी को लागि लिएर यस्तो तरिकाले गेट हेर्नुहोस्, यहाँ गेटै गायब छ। यो गेट गायब छ र यहाँ आइहाल्छ छ पैखाना सिस्टम। यो नारायणी अस्पताल भन्दा पनि यो पैखाना भइसकेको छ। अहिले कोही पनि आउँछ यो नालीमा पैखाना गरेर गइहाल्छ। UNFPA को जो पनि अध्यक्ष आउनुभएको थियो या सचिव आउनुभएको छ उहाँलाई भनिरहेको छु, गएर एकचोटि मन्त्रालयमा गएर भन्नुहोस् कि यो पैखाना सिस्टम जुन बनाउनु भएको छ नारायणीमा यसलाई क्लियर गर्न लागि। यो पैखाना होइन, यो अस्पताल हो। यहाँ मान्छे हग्न आउँदैन, यहाँ चेकअप गराउन आउँछ, बुझ्नुभयो। यो हग्ने जस्तो जुन पैखाना बनाइदिनु भयो यसलाई हटाउन लागि, यसलाई सफा गर्न लागि भन्दै म यो भिडियो राख्छु। ल, धन्यवाद।